हे गाइस, सबैलाई मेरो नयाँ भ्लगमा स्वागत छ। मैले आज मेहन्दी लगाएको छु। आज चाहिँ हामी दिदीको घरमा जानलाई खानासाना खाँदैछु। मैले अब सलादको लागि काँक्रा काटेर भ्याइसकेको छु। अनि हाम्रो खाना पनि हालिसक्नु भएको छ। अनि खाना खाएर चाहिँ कपाल कोर्दै हुनुहुन्छ, किनकि मेरो हातमा मेहन्दी थियो नि त, त्यही भएर मम्मीले कपाल कोर्दै हुनुहुन्छ। मैले कपाल कोरेर र मैले कपडा नि लगाइसकेको छु। सो यही नै हो मेरो फाइनल लुक। मैले चाहिँ धेरै यताउति केही गर्दैन, अलिकति गाजर र लिपस्टिक लगाएको, त्यो हजुरलाई देखाउन भुलेछु। यसको लागि सरी भन्न चाहन्छु। सुतानको लागि चाहिँ म रेडी भइसकेको छु र त्यो चाहिँ हाम्रो अटो हो, हाम्रो बाबाको होइन। यो चाहिँ हाम्रो बाबाको अटो हो। अनि म चाहिँ अटोमा बसिसकेको छु। अनि हाम्रो मम्मी चाहिँ आउनुभएको छैन, त्यसैले म अटोमा बसेर नै वेट गर्छु। अनि अब हामी मम्मी पनि आइसक्नु भएको छ। अनि यहाँ चाहिँ मेरो पापा हुनुहुन्छ। अनि मेरो पापा हुनुहुन्छ यहाँ चाहिँ। अनि उहाँ म दिदीको रुममा पुगेर चाहिँ दिदीसँग बसेको। अनि च्याउ लागेर चाहिँ म त यत्तिकै मोबाइल हेर्दै दिदीसँग बसिरहेको थिएँ होइन। हामी दिदी घरदेखि वापस आइसकेका छौँ। सो बाइ गाइस, माया गरिदिनु होला।